गान्ड्रुक हिँडेको 2 nights 3 day को ट्रिपमा। हाई गाइस, अहिले चाहिँ हामी बिहानको 9 बज्न आँट्यो अनि हामी चाहिँ अहिले मस्ताङ गान्ड्रुक जाँदैछौँ। See you guys there. हामी चाहिँ on the way to कापो मुस्ताङ। हामी चाहिँ on the way to मुस्ताङ अनि हामीले हिजो हेयर कलर गरेको यस्तो I don't know why I did this one. किन मैले यो कलर गरेँ मलाई थाहा छैन। अनि लाइक 5-6 hours लाग्छ यहाँदेखि मुस्ताङ पुग्नु। बाटोमा घुम्दै घुम्दै जाने हो अनि बाटोमा यस्तो भिडियो पनि आई मिन यसो यताउता गएको सबै भिडियो बनाउँछु। यस यहाँ एकछिन चस्मा खोज्दैछ। यसको चस्मा भाँचेर चस्मा हेर्दैछौँ। एउटा टक्कै लिएर जाने हो। अब हामी चाहिँ यो बाटो भएर कुस्मा जाँदैछौँ। कुस्मा बन्डी जम्प नगर्ने। दिस इज कुस्मा अनि बन्डी जम्प गर्ने हो। बन्डी जम्प गर्ने सीता तर म गरौँ टुगेदर ए बागलुङ बजार छैन। बागलुङ बजार मान्छेहरू पढ्नु आउँदैन बाग्लुङ। नो काम गर्नु के को पढ्नु आउँछ यता। काम पनि के गर्छ? काम गर्नु आउँथ्यो मिस्त्री घर बनाउनु। हामीहरूको बाउहरू यहाँ यस सबै आउँदै पोखरा। हामी चाहिँ हिँड्दै त्यो कुस्माको ठुलो बागलुङ लङ्गेस्ट ब्रिज या त जोलिङ्गे पुल जे भने पनि हुन्छ हो यो हेर्नु जाँदैछौँ हिँडेर। अनि हाम्रो त्यो कार चाहिँ यहीँ पिकअप गर्नु आउँछ अनि सट्टै एकचोटि एक झलक त्यो पुलले चाहिँ बागलुङ र पर्वत छुट्टाउँछ। यहाँ रहेछ नाम गण्डकी गोल्डन ब्रिज। ओके हामी यहाँ भित्र जाँदैछौँ। यहाँ रहेछ यहाँ पनि आयो। ओ शेर कति राम्रो देखेको यता। बिराज कहाँ हल्लियो भने कुन त आफै हल्लिन्छ अरे के होला होइन। आई डोन्ट नो। यता कस्तो मजाको बाटो गाडी हिँड्ने यहाँ तल रहेछ। हामी चाहिँ अहिले यहाँ बागलुङ र पर्वतको यो सबैभन्दा अग्लो हो गोल्डन ब्रिजमा छौँ। मान्छेहरू उता गइरहेछ। हामी चाहिँ यहाँ जाँदैन। हामी वहाँ गयौँ भने सायद भोलि पनि फर्किनु सक्दिनँ होला। सो हामी चाहिँ यहीँ बसेर डरको चेहरा पछाडि चाहिँ यति लामो छ। हामी चाहिँ अनि नि यतापट्टि हेर्दा कस्तो देख्छ फोटो 1% कता हो यता फर्केर नो गर्दा यहाँ छोरा मान्छेहरू पनि हाफ प्लेसमा आएर डराएर जाँदै गरेर देखिरहेको छु। हामी एटलिस्ट यस्तो गर्दैला मेरो यहाँ भिडियो एटलिस्ट हल्का भयो भने यहाँसम्म आधी पनि होइन यति यस्तो देखाएर गर्दैला मेरो भिडियो। यति थोरै मात्र आएको छौँ। हामी उता गएकै छैनौँ।
यस्तो घाम छ है। हामी चाहिँ यहाँ अहिले कुस्मामा रोकेको छौँ अनि यहाँदेखि हामी चाहिँ अब जान्छौँ घुम्दै 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 जान्छौँ। मेबी भोलि हामी बन्डी जम्प गर्छौँ कि सिरिस यस्तो हामीले पहिले खान्थ्यौँ नि यस्तो। यहाँ रहेछ यो रुख रहेछ सिरिसको रुख। कति राम्रो एरिया रहेछ। कति रमाइलो हुन्छ होला डाँडा पार गरेर है अब यत्रो यस्तो ठाउँ आयो। दिस इज बेनी बजार बागलुङको बेनी हो है। अनि यो के भन्छ वान वे स्ट्रिट रहेछ। कति मजाको इभिनिङमा चाहिँ रमाइलो हुन्छ होला। यताउता हुन्छ नि हो हल्ला राम्रो। त्यही भएर मलाई भिडियो यस्तो उयो गर्नु मन पऱ्यो कि यस्तो। यस यस अहिले गएको मन्दिर यति शक्तिशाली मन्दिर हो उनीहरूको। अनि मलाई पार्नु लाउँदा हुन्छ त हौ होइन यस्तो अत्याचार नजाऊ तिमीहरू अब ढुर्नै आएको त अनि है। सब चाइनाबाट आएको पानी होइन। चाइनाबाट आएको पानी हुन्छ। चाइनाबाट आएको हो यो पानी नेपालको यो झरनाको नाम के अरे? रुक्से हो कि रूपसे झरना। झरनाको नाम रूपसे झरना। हामी चाहिँ आमामा जाम कति धेरै त्यहाँ पर। फेरि जाम भयो है। खुला थियो होइन है फुलिसक्यो तर।
हामी चाहिँ मुस्ताङ आइपुग्यौँ अनि हामी इभिनिङ वाक गर्दैछौँ यहाँनिर यस्तो यस्तो छ चिसो रहेछ यहाँ चाहिँ अनि के भन्छ लाइक दबाई किन्नु जाँदैछौँ भोलिको लागि लेक लाग्ने दबाई मेरो चाहिँ यस्तो छ कि जे होस् 5-6 वर्ष पछाडि आउँदा बाटो बन्नेको देखेँ जुमसुममा पनि यस्तो छ वेरी जुन आई लभ जुन कति मजाको उयो भएछ होइन अनि सँग बोलाइ हुँदैछ यहाँनिर पुरा मुस्ताङ आएर जाडोको मौसममा थुक्पा भेज यहाँ चाहिँ चिकन र के हो अन्डा अनि त्यहाँ पनि त्यही हो